किन अब अलिकति कन्सियस भइन्छ नि मेरो पनि 4 वर्ष कति वर्ष भइसक्यो यार बढी भयो होला 3 वर्ष बढी भयो लाइसेन्स मेरो लिनुपर्ने मेरो लाइसेन्स मेरो त स्मार्ट कार्ड चाहिँ आयो होला होइन नि मेरो त 3-4 वर्ष लागिसक्यो प्रिन्टै भएको थिएन भने अस्ति न त्यो यो यता यो नसर्दाखेरि घन्टी छाप त्यो त्यहाँ थियो नि के अरे त्यो दुबे पार्टी प्यालेसको अपोजिटमा त्यहाँ मैले त्यहाँ जाँदाखेरि अझै 3-4 महिना लाग्छ भनेको थियो क्या त्यो 1 वर्ष अगाडि त्यसपछि त म लिनै गइनँ नि के चाहिँ बाटो के याद छ नि यहाँबाट छिरो है अब रोक्छ कि रोक्दैन पारी जाने बाटो कहाँ छ होइन पारी जाउँ ग्यास बसाउँदो रहेछ नि त यो त यो होइन होइन यातायात पनि त्यस्तै भिड होला क्या आजकल ग्यासको सर्टेज त्यो यातायात के त्यो ग्यासको सर्टेजहरू अहिलेको समयमा होला अलि पारिको पुलबाट छिरौँ न लभली रहेछ बाटो त यार मलाई यस्तो बाटो देखेपछि त्यो खिची फलाटे याद आउँछ क्या ब्रेक भाँच्छ कर भने किन कर तिर्दा पनि बाटो यस्तो भनेर हो क्या अब तिमीहरूकै सरकार छ होइन अब युवाहरूले अब नै रोजेको सरकार छ के होला भन्ने हिसाबले होला होइन क्याङ्गो निस्किसक्यो खै भ्लगमा जान्छौँ फेरि हेऱ्यो त समस्या हुन्छ अब ठिक छ यो त्यही पक्कै पनि यातायातको ट्राफिक व्यवस्थापनको लागि त होला नि
बिस्तारै जानुपर्छ क्या यहीँ राखिदिन्छु है नो पार्किङ लेखेको छ अब यातायातको पार्किङै छैन यहाँ आइपुग्यो साथी मोबाइल यार हामी अहिले यातायात व्यवस्था कार्यालयमा छौँ यो चाबेल नजिकै सुकेधारा नजिकै भन्दा पनि हुन्छ यहाँ आउनुको उद्देश्य के थियो यहाँको काम भयो कि भएन कस्तो रह्यो पहिलाको समयमा र अहिलेको समयमा मानिसहरूको भिडभाड यहाँको रेस्पोन्स कस्तो छ पहिला चाहिँ अलि गाह्रो थियो अब यहाँ हुन त अहिले पनि सिस्टम चलेको छैन भन्ने नै भन्नुभयो तर पहिला चाहिँ के गाह्रो थियो भने अब भिडभाड हुने मान्छेहरूको लाइन लामो हुने पालो आउनलाई समय लाग्ने अनि समय आइहाल्दा पनि ठ्याक्कै खाजा खाने बेला हुने खाजा खाने बेला उठेर हिँडिने चलन थियो अब अहिले चाहिँ नयाँ सिस्टममा चाहिँ सबैले आफ्नो घर बसी अनलाइन मार्फतै आफ्नो फर्महरू थप वर्ग होस् नयाँ लाइसेन्स होस् राजस्व पनि आफ्नै मोबाइलैबाट ल्यापटपैबाट तिर्न मिल्ने सिस्टममा आएछ अब अहिले सजिलो छ अब भिडभाड छैन पहिला हेरिकन अब अहिले धेरै छ राम्रो यो सेवाग्राहीहरूलाई अलिकति सहज भएको छ सुविधा सम्पन्न अब हुन्छ यहाँको समयको लागि धन्यवाद अहिलेको समयमा पनि आएर ग्यासको लागि लाइन बस्नु यो त पहिला यो नाकाबन्दीमा हुँदा यस्तो थियो र बेला बेला भइरहन्छ यस्तो खालको सर्टेज तर यो आफ्नो समय आफ्नो काम छोडेर है ग्यास राखेर लाइन बस्नुपर्ने अवस्था भने त एजेन्टै थाहा छैन चुपचाप घन्टी छाप हाफ ग्यास चुपचाप घन्टी छाप ग्यास हाफ सुकुम्बासी झ्यापभरि के भन्ने यो ठिक लाग्यो मलाई यो ग्यास हाफ सुकुम्बासी छाप आज फेरि कस्तो मिठो भनाइ सुने मैले चुपचाप घन्टी छाप ग्यास हाफ सुकुम्बासी टाप यो भनाइ आफैमा एकजना रासपा प्रेमी तथा जेन्जी युवाको भनाइ नै हो यो आन्दोलनमा गएको व्यक्ति अहिले केही समयपछि चाहिँ यो नेपालको अवस्था देख्दाखेरि अहिले फेरि जसको समर्थन गरेको छ त्यसैलाई नै विरोध गर्ने अवस्था आइरहेको छ अब हाम्रो उद्देश्य भनेको हामी नेपालीहरूको चाहना भनेको हामीलाई जो आए पनि विकास हुन्छ हुँदैन भन्ने कुरा भन्दा पनि अहिलेको अवस्था भन्दा पनि नाजुक नहोस् अहिले जस्तो अवस्था छ त्यो भन्दा पनि डाउनफल नहोस् देशको भन्ने मात्र चाहना हो त्यति एउटा एक्सपेक्टेसन राख्यो भने खासै निराश भइदैन भन्छ के लाग्छ यार तिमीलाई यो म गलत हुन पनि सक्छु यार मलाई थाहा छ यार हो
एक्ज्याक्टली पक्कै पनि अब हामी भने त अब यो अहिलेको राजनीतिक अवस्था एउटा यस्तो ट्रायल एन्ड एरर फेजमा छ अब हामी के गर्न पनि सक्दैनौँ हामीले गर्न सक्ने भनेको एउटा असल नागरिक भइदिने हो एउटा सिटिजनले गर्नुपर्ने जिम्मेवारी आफ्नो कर्तव्य पालन सिम्पल खालको अनुशासन होइन आफ्नो वरिपरिको समाजमा चाहिँ कसरी शान्तिपूर्ण बनाउने कसरी सरसफाइ गर्ने जस्तो कुराहरू र सडकमा हिँड्दाखेरि लेन व्यवस्थापनको कुरा सडक अनुशासनको कुरा त्यसपछि लापरवाही तरिकाले नचलाउने कुरा सामान्य ट्राफिक अनुशासन त्यस्ता खालका कुराहरू याद गऱ्यो भने हाम्रो एउटा एज ए इन्डिभिजुअल त्यसले हेल्प गर्छ नै त्योभन्दा हामीले ठुलो अपेक्षा राख्न सक्दैनौँ आफू एउटा सक्षम हुने हो कता हो होइन ग्यासको सर्टेज छ नि एकदमै नै अब आज म यो पुतल सडकको बाटो हिँड्दै थिएँ क्या अनि म्याक्सिमम् हुन त पहिल्यैदेखि नै हो यति कन्सल्टेन्सी बढेको यति विदेश पठाउने होइन अब यसलाई सही शब्द के होला होइन अब हामी विदेश जाने भनेको पढाइको लागि भनेर त एकदमै कम जेन्युन रूपमा होइन जेन्युन रूपमा पढाइको लागि जाने भने कि त एकदम राम्रो युनिभर्सिटी हुनु पऱ्यो कि त आफैमा एउटा एकाडेमिक रूपमा एक्सिलेन्ट हुनु पऱ्यो मान्छे त्यो बाहेक विदेश जाने भने त हो होइन कन्सल्टेन्सीको हो यहाँ भनेको चाहिँ जुन विषयमा नाम निकाल्न सजिलो हुन्छ विदेश जानमा होइन श्रमिकै हो अझ त्यहाँ गएपछि पनि विषय फेरेर कुन विषयले गर्दाखेरि पिआर आउँछ कुन विषयले गर्दाखेरि म लङ टर्म त्यहाँ बस्न सक्छु मलाई सुविधा आउँछ त्यस्ता खालका रोज्नीहरू भयो अब विदेश नेपालमा नाम निकाल्न नसक्ने अहिले पिसिएलमा नाम निकाल्नु हामी एउटा पोडकास्ट निकाल्छौँ एकछिनमा हाम्रो एकछिन टक सेसन हुन्छ होइन गफ त अब सुरु हुन्छ हामी तपाईँहरूसँग फेरि पनि भेट्नेछौँ